हेलो गाइज, म चाहिँ मनिता। आज चाहिँ म लेग पिस बनाउन गइरहेको छु। त्यसको लागि मैले मासुको बीचमा अलिअलि काटेँ। त्यो चक्कु चाहिँ अलिक भुत्ते भएर चाहिँ मलाई काट्न गाह्रो भइरहेको थियो। अगाडि पछाडि दुवैतिर काटेँ मैले। त्यो काटेको चाहिँ भित्रसम्म पनि नुन मसलाहरू पुग्योस् भनेर काटेँ। त्यसपछि मैले थोरै बेसार राखेँ अनि नुन पनि राखेँ। रातो खुर्सानी राखेँ। त्यसपछि गरम मसला, मिट मसला, र मैले चाहिँ थोरै मरिच पनि राख्न लागेँ, मरिचको धुलो, र एउटा अन्डा पनि फोडेर त्यसमा राखेँ अनि काकातिनी चारेँ र त्यसलाई चाहिँ राम्रोसँग नसुमा दलेँ, मोलेँ। त्यसपछि मैले आधी घन्टा जति फ्रिजमा त्यसलाई राखिदिएँ। आधी घन्टापछि निकालेर एउटा प्यानमा थोरै तेल हालेँ र त्यो मासुलाई पनि हालेर पकाउन थालेँ। सानो आगोमा फर्काई मैले बनाइरहेको थिएँ। त्यसपछि ग्यास पुछेर फेरि फर्काएको त मेरो हातमा पोल्यो गाइज। यो लेग पिस बनाउँदा चाहिँ सानो आगोमा फर्काई बनाउनु पर्ने हुन्छ, नत्र भित्रसम्म पाक्दैन। कुर्दा मलाई चाहिँ अल्छी लागेर म चाहिँ नाचिदिएँ र यता लेग पिस पनि लगभग पाकिसकेको थियो। हजुरहरूलाई कस्तो लाग्यो मैले बनाएको लेग पिस?